सबैजनाको दिनको सुरुवात यसरी नै हुन्छ होला। हाई एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ। भिडियो नआउँदाखेरि यसको भूत त उत्रेछ क्या हो भन्नुभयो होला। भूत उत्रेको त छैन, तर कन्टेन्ट पनि केही छैन। हामी यो घर बसिराख्ने घरको काम मात्रै गर्नेसँग त कन्टेन्ट कसरी बओस्। भिडियो पनि घरभित्रको मात्रै हुन्छ र घरभित्रको मात्रै भिडियो पनि कति हाल्नु फेरि। त्यही सोचेर 2-4 दिनदेखि भिडियोजहरू हालेको थिएन। अब हामी हाउसवाइफहरूको त कामै घरभित्रको मात्रै हुन्छ, त्यही भएर घरभित्रको नै भिडियोजहरू हाल्छु। यसैलाई हेरिदिनु होला, मन पराइदिनु होला। म चाहिँ मेरो बिहानको सबै कामहरू सकेर खाना बनाउन लागे। कतिजना नभए पनि बिहानको टाइममा चाहिँ एकदमै हतार हुन्छ घरको कामहरू सबै सक्नको लागि। झाडु पोछा नुहाई धुवाई पूजापाठ यताउता गर्दा बिहानको टाइम यति छिटो जान्छ र खाना पकाउन चाहिँ ढिलो हुन्छ सधैँ। म चाहिँ नानु उठ्नुभन्दा पहिले नै सबै कामहरू सकेर बस्छु भन्ने सोच्छु, किनकि नानु उठेपछि चाहिँ मलाई केही पनि गर्न दिँदैन। नानु उठेपछि उसैसँग एकछिन खेल्नुपर्छ, उसलाई भुलाउनुपर्छ। त्यही भएर नानु उठ्नुभन्दा पहिले नै सबै कामहरू सक्नको लागि मलाई चाहिँ हतार हुन्छ। म छिटो कामहरू गर्छु। आज चाहिँ मैले सोयाबिनको छोइला बनाउन थालेको। त्यसको लागि मैले सोयाबिनलाई भिजाएर यता चाहिँ टमाटरलाई चाहिँ बोइल गर्न राखिदिएको। बोइल गरेको होइन, स्टिम गरेको हो। र यता मसलाहरू चाहिँ भुट्दैछु। यो सोयाबिनको छोइला चाहिँ मलाई एकदमै मनपर्छ। धेरै भएको थियो मैले यो नखाएको, त्यही भएर आज जागर चलाएर बनाउन थालेको। सोयाबिनको छोइला बनाउन सजिलो पनि छ, छिटो पनि हुन्छ र मिठो पनि हुन्छ। यति बेलासम्म नानु पनि उठिसकेको थियो। नानुलाई फ्रेस गराएर पानीहरू खान दिएर त्यसपछि हामी आमा छोरी लाग्यो खाना खान। खानासाना खायो अरे त्यसपछि लागे म भाँडा माझ्न। मेरो भाँडा माझ्ने साथी सधैँको। आमा छोरी गफ गर्दै भाँडा माझ्दै गऱ्यो। भाँडा माझेर सकेर मैले सर्लक्क ग्यासहरू पनि पुछेँ, बेसिनहरू सबै सफा गरेँ। हेर्नु न, हाम्रो घर चाहिँ चरा पसेछ। आज औँसी भनेर होला चरा आउनु भएछ। र यही थियो मेरो आजको मिनी ब्लग। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। गर्मी छ, धेरै पानी पिउनु होला, स्वस्थ रहनु होला। भेटौँला अर्को मिनी ब्लगमा। त्यति बेलासम्मको लागि बाई बाई।